दमकबाट आएर चाहिँ हामी रतुवा पुल फेरि यहाँबाट तर्दैछौँ है। तल खोला रत खोलाको तिरैतिर हामी हिँड्दैछौँ। मधु आइपुग्यो। हामी चाहिँ दोकान आइपुग्यौँ। यताबाट चाहिँ रवि जान्छ सिधै, यताबाट पनि घुमेर पञ्चमी हुँदै पुग्ने बाटो। झरी राख्ने ठाउँ हो है। हामी अहिले लारुम्बा आइपुग्यौँ। लारुम्बा माथि चाहिँ लारुम्बा हो माथि होइन, लारुम्बा मन्दिर। आज चाहिँ फेरि हामी फोमी होटल रक्सेमा आइपुग्यौँ। बाबु अहिले कति बज्यो हेर त? 3 बज्यो। 3 बजी छ। मेन रक्से बजार उयो पर छ नि देखेको त्यो ठाउँ चाहिँ, त्यहाँबाट उता चाहिँ रमिते भन्ने ठाउँ थियो। फेरि यस्तो दामी भ्यू देखिन्छ। खुल्ला भयो भने दमक समक यता इटरी धरान सबै देखिन्छ त्यहाँबाट। यो पोखरी जस्तो देखिएको भएको थियो नि भाइ, पहिला हाम्रो पुर्खाले चाहिँ गार्डन भित्रिएको ठाउँ अरे यो। यहाँबाट चाहिँ हाम्रो यताबाट चाहिँ रवि जान्छौँ र यता चाहिँ हाम्रो चाहिँ पञ्चमी। भाइ के गर्न आँटेको? ढुङ्गा चढाउन आँटेको। यस्तो दामी सिन छ। ल फोटो एउटा हालिहाल्यो यता उतापट्टिको सिनमा। अहिले हामी दमकबाट हिँडेर चाहिँ बेलडाङ्गी भन्ज्याङ एग्रो टुरिज्म चिलाचुली 5 चपेटी इलामको पुलमा आइपुगेको छौँ है त। जाउँ होइन भाइ अब? ल यो पक्र त, यसलाई गोजीमा हाल पर्छ। राम्रो बाटो चाहिँ जो राम्रो छ होइन, सर घुम्नेलाई छ नि त। अहिले कति बज्यो होला अन्दाजी? 15 भयो, 1:10 भयो। हामी रवि कति बजी पुग्छौँ होला? 3 बजी। हेरौँ है त। बाटो अब हो हामी रतुवा पुल फेरि यहाँबाट तर्दैछौँ है। त्यो चाहिँ हाम्रो रतुवा पुल हो। तल चपेटी भर्खर चपेटी काट्यौँ हामी। के ला रहेछ नि अझै भाइ, के छैन रहेछ हो होइन भाइ? पहिला चाहिँ यहाँ चाहिँ बाटो बन्द थियो अस्तिको जाँदा चाहिँ। अब अहिले चाहिँ बाटो खुलेछ। अब माथि बन्द त बन्दै होला। अहिले चाहिँ खोलामा जानु परेन। यो तल खोलाबाट पनि हिँड्नु त हिँड्दै रहेछ। मैले यो गियर मिलाइन, गियर नमिलाएको कारण यहाँ चाहिँ पिच गर्नु लागेको होला। रोलर लगाएछ नि त होइन, सिल्लो बनाएछ। ल यहाँ चाहिँ पिच गर्नु आँटेको जस्तो छ। भोलि होला।
के भन्ने ठाउँ हो पनि बोर्ड हेर है छैन होला बोर्ड त त्यो त पहाड हो नि अन्धारा जराले गएनौ अस्ति त्यस्तै ठाउँको हिँडेर हो कि त्यस्तै छ नि त्यो त पिच चाहिँ अलिकति होस् लगभग 2-4 किलोमिटर पिच भएको जस्तो रहेछ लाग्यो भएछ त्यति भए पनि क्रस भएछ नि त रमाइलो छ जे होस् बायाँ बायाँ उँधो तल खोला रत्त खोलाको तिरैतिर हामी हिँड्दैछौँ अस्ति चाहिँ हामी यहाँ निस्किन्थ्यौँ कि यता तल खोलाबाट आएर होइन अहिले चाहिँ अब यताबाट आएर त्यहाँ निस्किन्थ्यो अहिले चाहिँ खुल्ला बनाएको छ अब यहाँ अलिअलि रहेको छ सानो सानो गाडी मात्रै आउँदो रहेछ ठुलो गाडी चाहिँ उतैबाट जाँदो रहेछ है बाइकहरू होइन है अब चाहिँ फेरि ग्राभेल हिँड्न आइपुग्यौँ यहाँ खोलाको बाटो त ट्रकलाई केही गर्दैन बसलाई ट्याक्सीलाई ल के दोकान भन्ने होला हौ ए मजुवा खोला पुल रहेछ आइपुग्यो मजुवा आइपुग्यो पर्दो रहेछ ल अहिले चाहिँ हामी मजुवा खोला पुलमा आइपुग्यौँ अहिले चाहिँ 1 बज्न लाग्यो रतुवासँग मिक्स हुन्छ तल यसरी यता चाहिँ यताबाट माथि आउँदैछ अब हामी चाहिँ रवि जाँदैछौँ चाहिँ एकछिन पानी खानुलाई बसेको पनि कस्तो छ हेर्न अगाडि है बाबु डोरे दोभानबाट चाहिँ हामी अब उकालो लाग्यौँ कहाँ लाग्यौँ लारुम्बातिर लाग्यौँ अब
देखिने त लारुम्बा हो है। यहाँ चाहिँ झरी राख्ने ठाउँ हो है। डेन्जर ठाउँ। जानुहोस् हुन्छ त्यहाँबाट यसो फर्किनु ल त्यही रोक्नु ल एकछिन है त्यता जान्छु ए थुप्रै रहेछ नि त फेरि होइन उता माथि छ नि त अनि फेरि ल ए तान्यो जान्छ त्यहाँबाट तेर्सोमा थ्याङ्क यू है भाइहरूलाई हामी कहाँ आइपुग्यौँ अहिले लारुम्बा आइपुग्यौँ है यता लारुम्बा जाने कि सिधै जाने हो जाने हो त्यसो भए जाउँ त होइन चिसोतिर हामी लाग्यौँ है अब त उता जाने हो ठुलो बर्खपोट छ यहाँ बर्खपोटको चिलो अहिलेसम्म छ निकै चिसो भयो नि होइन काकालाई भन्न अहिले चाहिँ हामी लारुम्बा मास्तिरको डाँडामा आइपुग्यौँ र यो डाँडाबाट चाहिँ यसरी मधेसको भाग खिच्दाखेरि चाहिँ ल यस्तो देखिन्छ रमाइलो अलिकति तुवालो चाहिँ धेरै भएकोले गर्दाखेरि डाँडा काँडाहरू चाहिँ अलिक छोपिएको छ होइन होइन नानी नत्र भने जस्तो दामी देखिने रहेछ बिहान चाहिँ राम्रो देखिन्छ होला यहाँ होला अहिले लारुम्बा मन्दिर गुरु मन्दिर
र हुँदै हुँदै चाहिँ हामी चाहिँ अब यसरी हुँदै हुँदै हामी चाहिँ यतै अब रवि जाँदैछौँ है त। आइहाल्यो नि अब त्यस्तै। यतातिर चाहिँ अप्ठ्यारो छ भन्दै त भाइले, ठिकै रहेछ, पानी रहेछ नि त। कहाँ जाँदो रहेछ भन्दा यहाँ ट्रक ट्र्याक्टर टिप्पर लाउनु भन्दै गरेको छ। कुन प्लेरै खत्तम पारो त हौ। अलिक अगाडि भेट्छु न त हल्लिएको कारणले गर्दा। के खाने मोमो? ल अहिले चाहिँ हामी फेमी होटल आइपुग्यौँ। फेरि हामी फेमी होटल रक्सनमा आइपुग्यौँ र अहिले खाजा खाँदैछौँ। बाबु अहिले कति बज्यो हेर त? 3 बज्यो। फेरि हामी खाजा खाएर मिठो खाजा पाइन्छ यहाँ। खाजा नानीले खाजा चिया खाँदैछ, म चाहिँ कफी खाँदैछु चिसो चिसो। र अब खाइसकेर चाहिँ हामी फेरि रवि लाग्छौँ।
गाडी लिएर आउनु भएको भाइहरू खाजा खानुलाई होला। तलैबाट आएको गाडी रहेछ। अघि हामीले जितेको थियौँ, अहिले भेटायो हामीलाई। फुलहरू मजाले पाउनु भएको रहेछ। यो बाटो हिँड्नुभएको चाहिँ कति वर्ष भयो गाडी लिएर? नयाँ हो? ए सिकियो भनौँ न, गाडी सिकेको। अहिले गुरु आफै? ए ल बधाई छ। कति वर्षमा ड्राइभिङ गरिसक्यो त सुरुदेखि गर्दा? 7 वर्षमा ड्राइभर फुल ड्राइभर भइयो? ए भनेपछि लगभग सिक्ने काम चाहिँ सुरु कति वर्ष गरियो लगभग? ए जम्मा जम्मी 3 वर्ष सिकेर ड्राइभर भइयो। ल अब खाजा साजा खाइयो होइन? होमी होटलबाट हामी कति बज्यो? 3:30 भयो। ल अब लाग्यो है त रवितिर। लाग्यो होइन त हामी अब? ल खाजा खाएर बलियो भयो। फेरि हामी चाहिँ रमितेमा होमी होटलमा चाहिँ खाजा खाएर हामी ठ्याक्कै अब 3 बज्न लाग्यो। 10 मिनट 3 बज्यो। अब हामी लाग्यौँ रवितिर। अब लगभग 14-15 किलोमिटर मात्रै रहेछ, धेरै छैन। र बाटो पनि अब त राम्रो छ। तर कुहिरोले चाहिँ पुरै भागेको छ है होसियार। देउराली डाँडा उसर कुहिरोले छोडेन कहिले, जहाँ गए पनि मायाको धुइरोले छेक्यो छेक्यो देउराली डाँडा उसुर कुहिरोले छोडेन कहिले, जहाँ गए पनि मायाको धुइरोले टाढैमा बसेर जिस्क्याउनु पर्दैन, छेक्यो छेक्यो देउराली डाँडा सुर कुहिरोले। तेरो त यहाँ जाँदैछ त कुरा बुझ न। घाम लाग्नु आँटे यस्तो पनि छ त भाइ, के हो? अगाडि कुहिरो माथिबाट घाम जस्तो छ त। यो चाहिँ हाम्रो रक्से भन्छ क्या अरे यसलाई? रक्से ए रक्से होइन कि रक्से नै पो भन्छ होला हौ। अहिले चाहिँ रमिते रक्से एउटै रमिते रक्से आइगो ठाउँ हो। यो ठाउँ चाहिँ चतुरे डाँडा हो। अस्ति नै बिहामा गएको थियौँ त हामी। उताको बाटो उता हो जाँदा मङ्गलबारे होइन? तिमी त काका र म। माङसेबुङ 3 लाख टप्पा भन्ने ठाउँमा चाहिँ आइपुग्यो है।
हजुर लिन्छ नि घरि घरि खर्लङ्ग डाँडा देखियो है लकलकसँगले चिसो डाँडा देखियो सतुरे डाँडा आइपुग्यो कहाँ हिँडेको सानो मान्छे एक्लै एक्लै पो आइन्छ त यस्तो जङ्गलबाट साथी पञ्चमी हो तर अब त तेर्सै छ भोटी डाँडा हाम्रो पञ्चमी जहाँ निस्किने क्रस हुने त रविबाट पञ्चमी छुट्टिने त नजिकै छ नि अब होइन ए हस् भोटी डाँडा के भइसकेछ हौ अहिले त हो रहेछ पानी पर भने चाहिँ पुरै ढिलो नै रहेछ है पानी पर भने चाहिँ यस्तै हुन्थ्यो पहिला बाटो यस्तोमा पुऱ्याइन्थ्यो तल गहिरोमा खाएको चाहिँ रक्सो जन्मसी है अब हो बजार है रक्से बजार चाहिँ हो है रक्से बजार मेन रक्से बजार पश्चिम चिसो ठाउँ अरे यो चिसो हुन्छ क्या यता चाहिँ अब उता जाने हो पञ्चमी उता जाने पञ्चमी जान्छ होइन हामी पञ्चमी गएर फर्किनु सक्छौँ पञ्चमी छौँ होइन यहाँबाट पञ्चमी गएर
बित्ताउतै फेरि हामी रवि जान्छौँ। रवि चाहिँ यताबाट जान्छ है फेरि मेन चाहिँ मेन रवि यता हो उताबाट माथिल्लो बाटो होइन। माथिल्लो बाटो। यो चाहिँ अब पञ्चमी पुगेर हामी चाहिँ फेरि रवि फर्किन्छौँ नि त। पर हो पञ्चमी त्यो बादलको डाँडामा गाडो छेकेको रहेछ नि त पञ्चम हो अझै अग्लो छ। अझै अग्लो त्यो छेकेको त्यो हुस्री छेकिरहेको छ त्यो पञ्चमी डाँडा चाहिँ ठुलो रहेछ। बाबाले भन्नुभएको अझै कति ठुलो रहेछ अग्लो रहेछ माथि कुहिरो लागेको छ उता माथि चाहिँ। आहा दामी देख्छु त हौ होइन। चाहिँ अहिले पञ्चमीको नजिक आइपुग्यौँ है। हुँदैछ गाउँको माथि कुहिरो माथि हुँदैछ है त्यसो होला नि। डेन्जर भिड छ जस्तो उयो पर छ नि देखेको त्यो ठाउँ चाहिँ त्यहाँबाट उता चाहिँ रमिते भन्ने ठाउँ थियो फेरि यस्तो दामी भ्यू देखिन्छ खुल्ला भयो भने दमक चमक दामी भ्यू पनि पञ्चमी पञ्चमी बजार पञ्चमी बजार छिर्न आँट्यो हुस्से पनि छिर्नै आँट्यो। दमक बनाउँदा यताको बाटो आयौँ होइन। अब हामी यताबाट फेरि रवि जाँदाखेरि चाहिँ यो बाटो भएर जान्छौँ है। अहिले चाहिँ उताबाट आएको रवितिर लाग्यौँ है त हामी। अब यो चाहिँ हामी पञ्चमीबाट आयौँ नि यहाँ। अघि पञ्चमी ननिस्केको थियौँ भने चाहिँ यो बाटो भएर हामी आउँथ्यौँ। त्यो यता चाहिँ रवि जाने बाटो हो होइन। यो चाहिँ दमकबाट डाइरेक्ट आउने बाटो हो। यो पुल कस्तो राम्रो हेर है। पछि यताबाट आयौँ भने बिरुवा लानुपर्छ है ए ल है। जाँदैछ जमजम चाहिँ रवि हो। ल भर्खर अहिले गरेको क्या अन गरेको। मान्छे हिँड्ने बाटो पुरानो बाटो हो हाम्रो। उताबाट चाहिँ अघि चाहिँ गाडीको बाटो चाहिँ उता पल्लोपट्टि छ। यो बाटो चाहिँ हिँडेर जाने बाटो पर गाडीको बाटो जोडिन्छ। तलको चाहिँ गाडीको बाटो।
फुटबल पो हुँदो रहेछ त गोल हुँदो रहेछ है त कति गोल लगाउँछ खोइ ए तेरि फाड्को त ल यसरी के हानेको त यो पनि हो फुटबल खेलेको ग्राउन्ड होइन अर्को पनि छ त्यस्तै थियो पहिल्यैदेखि त्यहाँ बच्चैदेखि यस्तै सल्लाह भन्छ सल्लाहको फुट सल्लाहको रुख घरदेखि उतापट्टि जङ्गलहरूमा पोखरी छ एउटा पोखरीमा जाने बाटो चाहिँ पोखरी गएको पोखरी भएको ल पोखरी त छैन जमानाको पोखरीहरू ए यहाँ पहिला नै पोखरी उहिले चालेर हेर जहिले छ नि एकदम पहिला नहुँदा पनि यहाँ पानी थियो क्या तिमी जत्र हुँदा 12 बजी हुँदा म 12 बजी त्यतिखेर पानी थियो यहाँ पहिलेसम्म भेटेँ अहिले आएर चाहिँ होइन यस्तो बनाएको छ है मन्दिर रहेछ फुलबारी बनाउनु भएको रहेछ सबैतिर कस्तो राम्रो है सयपत्री फुल फुलाउनु भएको रहेछ मन्दिरको वरिपरि एकदमै राम्रो अहिले चाहिँ मङ्सिरको बेला मङ्सिर 7 गते हो आज तैपनि वरिपरि मन्दिर जगेर्ना गरेर पोखरीलाई पनि जगेर्ना गरेर पानी भए चाहिँ राम्रो हुन्थ्यो पानी चाहिँ रहेन रहेछ सायद पानी पछि जमाउनु हुन्छ होला फेरि सर्कल पनि बनाएर रहेछ तर फुल वरिपरि रोपेको रहेछ यसरी होइन चाहिँ पुरानो पोखरी पौराणिक पोखरी भन्दा हुन्छ है ल जुन चाहिँ हाम्रो पुर्खाले यहाँ गार्डन भेट्नु भएको कथाहरू हामीले सुन्यौँ यता चाहिँ अब हामी गेट फुलबारी नै फुलबारी रहेछ यो चाहिँ पुरानो बाटो है फेरि यो चाहिँ हिँडेर आउने बाटो मधेस जाने बाटो अहिले ठुलो बनाएको रहेछ यहाँ गाडी पनि कुद्दो रहेछ सायद यता यतै तल पुग्छ बाटो चाहिँ अलिक तर ओह्रालो छ यता डेन्जर ठाउँ हो है डेन्जर महा डेन्जर ठाउँ हो है यता चाहिँ भिड छ डरलाग्दो भिड छ उता क्या होला ऊ डरलाग्दो भिड त्यो चाहिँ मुडे गाउँ हो अब त्यो काटेपछि रवि आउँछ पञ्चमी त उता गइसक्यो सप्तमी आउँछ राखी कलाइ करके त्यसपछि त अब इलाम हुँदै बिर्तामोट हुँदै दमक उताबाट पनि जान्छ नि त दमक पहिलाको सबैभन्दा अप्ठ्यारो ठाउँ हो यो अहिले सजिलो भएछ ल देउराली चाहिँ माथि हो है भाइ खनेछ डोजरले बुटुटुटुटु पारेछ बाटो फेरि घुमाउरो बाटो छ होइन यताबाट जाने एउटा तर हिरो छ होला यो चाहिँ सर्टकट बाटो हो होइन देउराली पुग्छ अगाडि छ गर है
नयाँ बाटो चाहिँ खुलेछ 12-15 वर्ष पछाडि यो बाटो आइयो तलदेखि चाहिँ यो नयाँ बाटो रहेछ मेरो पनि झन्डै भयो त्यही भएर खुट्टा चाहिँ यस्तो त्यहाँ चाहिँ पार्नु हुँदैन क्या यस्तो ठाउँमा गएर खुट्टामा यस्तो फर्किन्छ त्यो खुट्टा पेलेर खुट्टा बग्नाइदिन्छ नि अड्केको थियो भने होइन नि कति बाइक कति पर पुगिसकेको हुन्छ त्यो खुट्टा उचाल्दा ओर्दा खुट्टा भाँचिसकेको हुन्छ नि स्पिडको कारणले कहाँ निस्किँदो रहेछ यो बाटो कस्तो सफा पानी हेर्नु साह्रै राम्रो राम्रो ठाउँमा पो उकालो चढिँदैछ त हौ बाटो कहाँ जोडिँदो रहेछ त उकालो चाहिँ भयङ्करै उकालो रहेछ है होइन ठ्याक्कै चिया बगान निस्किन्छ है क्या हो त्यस्तो छ हुँदो रहेछ त देउराली निस्किँदो रहेछ भाइ पहिला हामीले भाइ यहाँबाट निस्किन्थ्यौँ हिँडेर यो चाहिँ पुरानो बाटो हो मधेस जाने बाटो हो यो यहाँबाट हिँडेर गइन्थ्यो ओह्रालो अहिले चाहिँ फेरि गाडीको बाटो खुलेछ र यहाँदेखि उता चाहिँ रवि पर्छ रवि पनि देखिएछ ऊ पर हेर त भाइ यहाँबाट पनि रवि देखिँदै रहेछ ओरन चाहिँ रवि देखिरहेको छ मजाले भाइ के गर्न आँटेको ढुङ्गा चढाउन आँटेको ठक्क त्यहाँ पुग्ने गरी भन्नु अलि यताको लैजाऊ यहाँ खुट्टा यसरी फाल्नुपर्छ क्या यस्तो गरेर ठक्क त्यहाँ जाने गरी झर्दा ल गुड नमस्ते गर हो ल ठ्याक्कै अड्क्यो पनि ल ठिक छ ल पहिलोचोटि आएको नि त छोरो अब त्यो भाइ त आइसक्यो नि भिडियोमा आयो नि ल होइन सर चाहिँ धेरै करायो ल जाउँ है त छेक्यो देउराली डाँडा घुसुरा कुहिरोले रवि आइपुग्यो अब चाहिँ रविको बाटो लाग्यो ओह्रालो यो रविको चाहिँ चिया बगान आइयो यो ओरतिरको रवि ओरतिरको चिया बगान पर देखिएको रवि बजार हो अब हामी रवि बजार देउराली डाँडाबाट हामी रवि बजार लाग्दैछौँ अब चाहिँ ल यस्तो दामी सिन छ ल फोटो एउटा हानिहाल्यो आउँदो परेको सिनमा तर यहाँबाट रवि बजारको चियाबारी रुप्पी सल्ला बाटो हुँदै जाने भयो ओह्रालो छोटो भिडियो यस्तो हाल्नु न सल्लाहको टक्क राखी मात्रै राख्नु कि सल्लाहहरू खरर कुदेको खायो ल ठिक छ अस्तिभन्दा छिट्टै आइपुगेछौँ नि हामी घाम किनभने रातो थियो नि त घाम होइन र अहिले त घाम आहा मजा भयो ठुलो बाटो थियो भने त हुँदैन नि मजा उत्रेको उतै गर्नुपर्छ
अब मेन बाटो चाहिँ उयो हो पुरानो बाटो चाहिँ चाहिँ हिलो छ यताको बाटो चाहिँ पुरै यो बाटो चाहिँ पुरानो मेन बाटो हेर न तेर्सो छ नि पुरै खतरा ल अब चाहिँ पुरानै बाटोमा आइयो भाइ यता ठिकै छ बाटो माथि हजुर ए हो ए लु यता पनि हिलै त होला नि यहाँ मात्रै हो यहाँ चाहिँ जहिले नि उहिले 15 वर्ष अगाडि पनि यस्तै थियो नि हुन्छ यहाँबाट पनि थियो होला तर अब त्यताबाट राम्रो रहेछ नि म परबाट त देखेँ थाहा भएन पहिला जस्तो त्यस्तै छ बाटो त आइज आइज छ आऊ रवि बजारको छेउमै आइपुग्यो है अब चाहिँ गाडधाने भन्छ रहेछ गाडधाने आइपुग्यो अब यहाँबाट सुरु भएछ है ल रवि चाहिँ इन्ट्री गर्यो अब चाहिँ रवि आयो है यही हो रवि पहिला टेक्यो अब रवि पहिला टेक्यो है तिमीले अब गरेछ है रवि बजार सुरु भयो गाडीको होइन अब ल मैले खेल ग्राउन्ड भनेको यही हो एकछिन है एकछिन है हेर न यो रवि ग्राउन्ड है यो चाहिँ सबै होइन खेल्दैछ यहीँ खेलेको है पहिला है माथि पनि राम्रो दुर्गा माध्यमिक विद्यालय गोल हान्दा अहिले पनि पुग्छ नि ए कुदेर गएर कति लाग्छ 15 मिनट 20 मिनट लाग्छ नि तल पुग्दैन बल गयो भने त होइन
नि मेन्जी खाँदा त जन्मेकै थिएन पैसा पढ्दाखेरि आम्मामा यस्तो भएछ त ल सबै पढ्ने यहाँ त म त भुलियो त अहिले कहाँ आइपुग्यो हो यहाँ त मलाई त्यस्तो भएछ दामी भएछ ल यही हो यही हो घर उताबाट आउने होला यो चाहिँ अब मेन बजार भयो यस्तो दामी भएछ है दामी भएछ के हो यस्तो ल आइपुग्यो है रवि त्यही घर आइपुग्यो यतापट्टि अनि बन्द गरिदिएँ है घर चाहिँ आइपुगेको छ पिचै पिच भएछ यहाँ परेवा ल देख्नु सक्नुहुन्छ खाने बस्ने हुन्छ त्यस्तोलाई चाहिँ त्यो पसल भनेर उताबाट जान्छौँ उताबाट जान्छौँ यसरी जान्छौँ खुट्टा उचालेर जान्छौँ यसरी जान्छौँ यसरी पानी पर्छ खुट्टा उचालेन सर मैले त एउटै परेको त पानी अब ठाउँ देखिँदैन क्या इन्टरलाइट परेको यही चाहिँ टेन्सन हुन्छ खुट्टा उचाल्नु ल खुट्टा उचाल्नु यसरी खुट्टा रहेछ आज यो पानी त के भिजो एउटा पर्छ नि ए हुन्न भरै खुट्टै दुखो पाहाडको चिसो जस्तो त होइन नि हो खुट्टै दुखो क्या पानी चिसो भएर यस्तो त नआउनु पर्ने हो फेरि छिरौँ अलिअलि खुट्टा उचाल्दा पनि हुन्छ कतिको खोलामा त खुट्टा टेकिँदैन टाङटाङ र डुङडुङ छ भने चाहिँ होइन पच पनि गर्दै गर यसो पुरै पुगिन्छ घर केही छैन यतिको छ नि घरिघरि त्यो पानी पनि खानुपर्छ क्या फुटेर झर्छ है उचाल्ने हो यसरी हटङ टङ यसरी स्वात्तै खुस्किन्छ है साइडबाट छिर्छौँ यसरी खुट्टा उचालेर ढुङ्गाले फाल्छ घरिघरि गाडी जाओस् अनि हामी जान्छ बाख्रा बैलको गाडी रहेछ यहाँ मेरो चालको बाख्रा रहेछ नि चाहिँ अलि तरसम्म ल यहाँ चाहिँ जान्नुपर्छ नि हो पत्ता लाउनुपर्छ नि ठाउँ यसरी पत्ता नलाउने चाहिँ राम्रो गर्नुपर्छ पहिला जमानामा हिँडेको त त्यही भएर मलाई केही चाहिँ अलिअलि आइडिया छ हामी ठाउँ हेरेर मात्रै छिर्ने हो ट्याक्क पत्ता लगाएर यहाँ राम्रो छ खुट्टा उचाल्ने हो कि सरर मजा आयो फेरि मधेस आइहाल्यो अब त तातो आइहाल्यो नि